भिरमा घाँस काट्दै परिवार पाल्ने बझाङकी 14 वर्षीय करिना त्यही भिरबाट खसिन्, गुम्यो एकल आमाको सहारा। बझाङको 26 पाथिभरा गाउँपालिका 7 को खोरी गाउँमा यति बेला शोकको बादल मडारिरहेको छ। केदारनाथको अग्लो र कहाली लाग्दो भिरमा एउटी 14 वर्षीय बालिकाको अकल्पनीय अन्त्यले सिङ्गो गाउँ नै स्तब्ध बनेको छ। ती बालिका एकल आमा पटुदेवी बोहराकी जेठी छोरी र घरको एकमात्र सहारा 14 वर्षीय करिना बोहरा हुन्। उनको निधनले गरिबीले थिचिएको एउटा परिवारको जग नै हल्लाइदिएको छ। करिना आफ्नो बुवाको 3 वर्ष अघि निधन भएपछि घरको जिम्मेवारीको भारी बोक्न सानै उमेरमा व्यस्त भइरहेकी थिइन्। कक्षा 9 मा पढ्दै गर्दा उनको आफ्नो 4 भाइ बहिनी र एक आँखा नदेख्ने अशक्त भएकी आमा पटुदेवीको सहारा बन्नु परेको थियो। घरमा पर्याप्त अन्न थिएन। एकल महिला भत्ता र सानोतिनो खेतीपातीले परिवार पाल्न धौधौ थियो। यही अभावको चक्र तोड्न र परिवारको पेट पाल्न सपना बोकेर करिना आफ्नो आमासँग जेठ महिनाको सुरुवातमा भारतको केदारनाथको कठोर भूमितर्फ लागेकी थिइन्। उनीहरूले एक कल्पना पनि गरेका थिएनन् कि त्यो यात्रा जीवनको अन्तिम अध्याय बन्नेछ। अभावले थिचिएका कयौं नेपाली श्रमिकहरू झैं करिना र उनकी आमा पनि केदारनाथमा खच्चड र घोडाको लागि घाँस काटेर जीवन गुजारा गरिरहेका थिए। त्यो काम सामान्य थिएन। अग्ला, चिप्ला र कहाली लाग्दा भिरहरूमा ज्यान हत्केलामा राखेर घाँस काट्नु पर्थ्यो। जीवनको जोखिम मोलेर परिवारका लागि 2 छाक जुटाउने उनीहरूको प्रयास थियो। गत शुक्रबार बिहान सधैँ झैं करिना घाँस काट्न भिरमा गएकी थिइन्। केही दिन अघि मात्रै आमा पटुदेवी पनि भिरबाट लडेर घाइते भएकी थिइन्, जसले गर्दा करिनालाई आज बढी जिम्मेवारी बोध बनाएको थियो। तर त्यो दिन भाग्यले अर्कै खेल खेल्यो। घाँस काट्ने क्रममा उनले आफ्नो सन्तुलन गुमाइन् र केदारनाथको अग्लो भिरबाट खसिन्। घटनाको खबर सुन्ने बित्तिकै त्यहाँ रहेका अन्य गाउँले र स्थानीयहरू जम्मा भए, तर दुर्भाग्य करिनाको घटनास्थलमै मृत्यु भइसकेको थियो। भिरको अप्ठ्यारो ठाउँमा अड्किएको उनको शव निकाल्न घण्टौं लागेको थियो। गाउँले जानकी बुढाले आँखाभरि आँसु पार्दै भनिन्, भिरबाट लडेकी उनको शव त्यही अड्किएको थियो। त्यहाँका मान्छेले डोरीले तानेर अप्ठ्यारो भिरमा रहेको उनको शव निकालिएको थियो। करिनाको निधनले उनकी आमा पटुदेवी पूर्ण रूपमा एक्ली भएकी छिन्। एक आँखाले राम्ररी देख्न नसक्ने पटुदेवीका लागि करिना आँखाको ज्योति जस्तै थिइन्। श्रीमानको निधनपछि सहारा बिन बनेकी पटुदेवीले ठुली छोरी करिनाबाट नै घरको सबै जिम्मेवारी र भविष्यका आशाहरू देखेकी थिइन्। आमाको छाया जस्तै बनेर सानै उमेरमा ठुलो जिम्मेवारी लिएकी थिइन्। घरमा हुँदा पनि सबै काम गर्थिन्। भाग्यले यस्तो गरायो, जानकी बुढाले गहभरि आँसु पार्दै भनिन्। अहिले करिनाको अन्तिम संस्कार केदारनाथमै गरिएको छ। आफन्तहरूले शोकाकुल आमा पटुदेवीलाई घर ल्याउँदैछन्, तर पटुदेवीको पीडा कसरी कम होला? श्रीमानको वियोग अनि अहिले जेठी छोरीको अकल्पनीय निधनले उनलाई पूर्ण रूपमा तोडिदिएको छ। अब घटनापछि आमालाई घर कसरी ल्याउने भन्ने चिन्ता छ। उनी धेरै पीडामा छिन्।